नेपालमै थिएँ अब जुत्ता लगाएको थिइनँ अन्त यो चाहिँ झापसिपालहरू बस्यो हो के पनि भनिन यहाँ आयो अरे कि टक्कै त्यो उसको जग्गामा आयो टक्कै उत्र्यो कि उत्रेर जुन सर छ नि सरी यहाँ डेन्जरस ड्राइभिङ भनिदिइहाल्यो नि जो चढ्यो त्यसले नै अब भन 2500को केस दिएको नि हौ साला त्यहाँदेखि मालिकहरूलाई भनेको त्यो तिमीहरूकै गल्ती अरे हो त्यहाँदेखि गएँ त्यहाँदेखि आफ्नै 1500 रुपियाँ दिएर मिलाएर पेपर निकालेको नि अब 1500 त एउटा छोडेन नि हौ पैसा आमा तिम्रो त 1500 नि ल्याइदिएको मैले त नभए हुँदैन त्यही 2500 रुपियाँमै तिर अरे मलाई त अब ठिकै छ मुख लाग्यो भने अझै बढाइन्छ हो त्यही 1500 रुपियाँ दियो अन्त हिँड्यो अन्त आजकल त बरु मजा नहोस् जुत्ता चाहिँ खाँदै पर्छ यो पछाडिबाट बेल्ट भएको चाहिँ केही पनि भन्दैन यसमा फेरि नेपालमा सु लाग्छ नेपालमा यस्तोमा हुँदैन किट्टोमा नि हुँदैन है लाग्छ अहिले त सिलगढीतिरै राम्रो तलब पायो भने त सानो गाडी चलाउनु जस्तो लाग्छ कोही बेला त राम्रो तलब भएको कामहरू पायो भने क्या कतै झरेर पिसाब गर्नु पनि डर सरिप छ त साला कहाँबाट मोबाइल खिचिकन फेसबुकमा हालिदिन्छ अहिले त है सिक्किम गान्तोकहरूतिर त पिसाब गर्नु थोक्नु बिजोग सानो गाडी हट्टा लागेको नि कस्तो हुन्छ सानो गाडीहरू साह्रै हतार गर्छ